नमस्ते, म पिएन शेर्पा। विशेषतः आज वैशाख पूर्णिमा अर्थात् बुद्धको जन्मोत्सव साथै अन्तर्राष्ट्रिय श्रम दिवसको अवसर र साकेला उभौलीको चाहिँ पाउन अवसरमा स्वदेश तथा विदेशमा छरेर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा चाहिँ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले म ठ्याक्कै दक्षिण कोरियाको चाहिँ चुङचाङ नामदो प्रान्त नोनसानको यन्सनम्यान परिसरबाट यहाँ चाहिँ अत्यन्तै सुन्दर एउटा क्याफे पनि हाम्रै आसपासमा बनेको हुनाले आज यहाँ साथीहरूसँग कफी खाने अवसर पनि र तपाईँको चाहिँ श्रम दिवसको अवसरमा अब छुट्टी पनि थियो, त्यसो भएको हुनाले चाहिँ यतातिर निस्केछौँ। र अन्तिममा चाहिँ हजुर सबैजना चाहिँ फेरि पनि अन्तर्राष्ट्रिय श्रम दिवस तथा नेपाली हाम्रो चाहिँ बुद्ध जयन्ती लगायत साकेला उभौली चाडहरूको चाहिँ अवसरमा हजुर सबैजनालाई चाहिँ विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।